नमस्कार दर्शकबिन, आज फेरि पनि मैले कक्षा 12 को नेपाली पाठ्यपुस्तकमा समावेश गरिएको पाठ 5 एक चिहान हृदय चन्द्रसिंह प्रधानद्वारा उल्लेख गरिएको एक चिहान उपन्यासको महत्त्वपूर्ण भिडियो लिएर आएको छौँ स्लाइड सहित। सो तपाईँलाई बुझ्न एकदमै सहज हुनेछ आज। सो अब ढिलो नगरी भिडियोतर्फ लागौँ। आज मिति 2082 साल पुष महिनाको 25 गते। सो अब म भिडियोतर्फ लागेँ। हृदय चन्द्रसिंह प्रधानको एक चिहान भन्ने जुन उपन्यास छ त्यो नेपाली समाजको चित्रण र श्रमको महत्त्व बुझाएर उल्लेख गरिएको छ। सो अब हामी अर्को स्लाइडतिर लागौँ। उपन्यासको पृष्ठभूमि र मुख्य पात्रहरू है त। सो उपन्यासको पृष्ठभूमि बुझौँ पहिला। हृदय चन्द्रसिंह प्रधान विक्रम सम्वत 1972देखि 2016 एक बहुमुखी साहित्य स्रष्टा हुन् भनेर हामीले बुझ्न सक्छौँ। उनी चाहिँ एउटा साहित्यकार अथवा साहित्यका स्रष्टा हुन् भनेर हामीले बुझ्न सक्छौँ। उनी आफ्ना रचनामा समाज सुधारका प्रगतिशील विचार अभिव्यक्त गर्छन् भनेर हामीले बुझ्न सक्छौँ। समाज सम्बन्धी, समाजको कस्तो खालको समाज छ, त्यहाँ समाजको रीतिरिवाज, चालचलन, त्यहाँको अवस्थाको बारेमा यसले उल्लेख गर्छ। एक चिहान उपन्यास उनको प्रसिद्ध प्रगतिशील उपन्यास हो जसले सामाजिक यथार्थको चित्रण गर्दछ। यो उपन्यास काठमाडौँको एक किसान परिवारको जीवनमा आधारित छ जसले तत्कालीन आर्थिक र सामाजिक अवस्थालाई यथार्थपरक रूपमा दर्शाउँछ। अर्थात् यो क्या भन्न खोजिएको छ भन्दाखेरि यसमा परम्परागत समयमा काठमाडौँ उपत्यकामा कस्तो अवस्था थियो त्यो अवस्थाको बारेमा चित्रण गरेर यो उपन्यास उल्लेख गरिएको छ। सो अब हामी यस उपन्यासका मुख्य पात्रहरूको बारेमा बुझौँ पहिला। अष्टनारायण परिवारका मुख्य व्यक्ति हुन् है त। मुख्य पात्र नै को हुन् त अष्टनारायण हुन्। लतमाया भनेको अष्टनारायणकी पत्नी हुन्। शिवनारायण भनेको जेठो छोरा, पुननारायण भनेको माइलो छोरा, हर्षनारायण भनेको कान्छो छोरा र नानाथुकी भनेको छोरी हो है त। सो त्यसपछि हामी अर्को स्लाइडमा जाउँ। अब मुख्य घटनाक्रमहरू के छन् त। एक नम्बरमा हेरौँ अष्टनारायणको बिरामी। अष्टनारायण के हुनु त बिरामी हुन्छ ऊ। उपन्यासको सुरुवातमा गरिब किसान अष्टनारायण सिकिस्त बिरामी पर्छन् जसले परिवारमा चिन्ता बढाउँछ। उनको मृत्युले परिवारलाई थप आर्थिक सङ्कटमा पार्छ। अर्थात् यसमा यो उपन्यासबाट हामीले के बुझ्न सक्छौँ भन्दाखेरि उपन्यासको सुरुवातमा गरिब किसान अष्टनारायणको सिकिस्त बिरामी पर्छ भनेर हामीले बुझ्ने र त्यसपछि जसले गर्दा परिवारमा झनै चिन्ता बढाउँछ। अष्टनारायण परिवारको प्रमुख व्यक्ति नै बिरामी भयो भने त हामीले आफै बुझ्न सक्छौँ होइन। र उनको मृत्युले परिवारलाई के गर्छ त आर्थिक सङ्कटमा पार्छ। र दोस्रो नम्बरमा छ नानाथुकी र डाक्टर गोदत्त प्रसादको सम्बन्ध। नानाथुकी र डाक्टर गोदत्त प्रसादको प्रेम सम्बन्ध सामाजिक मान्यता र जातीयताको बन्धन विरुद्धको सङ्घर्षको प्रतीक बन्छ भनेर हामीले बुझ्न सक्छौँ। अर्थात् नानाथुकी अष्टनारायणको छोरी हो। उसको मृत्यु पश्चात के गर्छ त डाक्टर गोदत्त प्रसादले प्रेम सम्बन्ध र सामाजिक मान्यता र जातीयताको बन्धन विरुद्धको सङ्घर्षको प्रतीक भन्नाले के बुझिन्छ भन्दाखेरि एउटा डाक्टरले चाहिँ एउटा विवाहित डाक्टरले एउटा कलिलो उमेरको स्त्रीसँग चाहिँ सम्बन्ध राख्न खोज्छ जुन चाहिँ एउटा सामाजिक रूपमा चाहिँ समाजको विरुद्ध हो, यो नीति नियमको विरुद्ध हो भनेर यहाँ उल्लेख गर्न खोजिएको छ। सुरमान सुब्बाको षड्यन्त्र। शक्तिशाली पात्र सुरमान सुब्बा विभिन्न षड्यन्त्रहरू रच्छन् जसले गरिब किसानहरू र विशेष गरी अष्टनारायणको परिवारलाई थप दुःख दिन्छ भनेर हामीले बुझ्न सक्छौँ। अर्थात् सुरमान सुब्बाको षड्यन्त्र के हुन्छ भन्दाखेरि शक्तिशाली पात्र हुन्छ यही उपन्यासको। ऊ विभिन्न षड्यन्त्रहरू रच्छ जसले गरिब किसान र विशेष गरी अष्टनारायणको परिवारलाई थप दुःख दिने काम, उसले चाहिँ पारिवारिक रूपमा दुःख दिने काम गर्थ्यो भन्ने कुरा हामीले बुझ्न सक्छौँ। सो त्यसपछि अर्को स्लाइडमा जाउँ। सामाजिक सम्बन्ध र विवाह। हर्षनारायण र पुतली तामाङको विवाह जटिल सामाजिक बन्धनको प्रतिनिधित्व गर्दछ। यो एउटा के हो त जटिल हो है त। सामुदायिक मापदण्डहरूको सामना गर्न लचिलोपन देखाउँछ भनेर हामीले बुझ्न सक्छौँ। नानाथुकी र राम लेखवानको विवाह वैवाहिक सम्बन्धको अर्को आयामको चित्रण गर्दछ। चुनौतीपूर्ण वातावरण व्यक्तिगत छनौटहरूमा जोड दिन्छ भनेर हामीले बुझ्न सक्छौँ। अन्तर्जातीय विवाहले परम्परागत सामाजिक संरचनालाई चुनौती दिन्छ र मेलमिलाप
तथा सामाजिक श्रद्धालाई बढावा दिन्छ भनेर हामीले बुझ्न सक्छौँ। त्यसपछि उपन्यासका मुख्य विषयवस्तु के हुन् त्यो बुझौँ। विपन्नताको चित्रण पहिलो छ। विपन्नताको चित्रण सामाजिक कुसंस्कारको प्रभाव छ, अभाव र कष्टकर जीवन छ, पीडित वर्गको प्रतिनिधित्व छ। अर्थात् यसमा हामीले विपन्नताको चित्रण कसरी गरेको छ भन्दा सामाजिक भनेको समाजमा कुसंस्कारको प्रभाव धेरै परेको छ, अभाव र कष्टकर जीवन छ, उत्पीडित वर्गको प्रतिनिधित्व गरेको छ अथवा पीडित वर्गहरूले चाहिँ आवाज उठाइरहेको भनेर हामीले उल्लेख गर्न सक्छौँ। र श्रमको सम्मान दोस्रो छ। श्रमको सम्मान कामलाई सम्मान दिनुपर्छ, काम गर्नुपर्छ भनेर प्रमुख विषय राखिएको छ। जस्तै श्रम जीवी वर्गको जीवन हो, कार्यप्रतिको समर्पण, मानवीय मूल्य संरक्षण। अर्थात् काम भनेको कहिल्यै सानो ठुलो हुँदैन, यो भनेको एउटा मानिसले नभुल्ने कुरा हो, भुल्नु हुँदैन र श्रम जहिले पनि सानो ठुलो हुँदैन भनेर उल्लेख गर्न खोजिएको छ। र सामाजिक यथार्थ देखाइएको छ। अर्को कुरा प्रमुख भनेको सामाजिक यथार्थ छ, समाज कस्तो खालको थियो भनेर चित्रण गरिएको छ, व्याख्या गरिएको छ, हामीले बुझ्न सक्छौँ। अन्तर्जातीय विवाह, प्रगतिशील विचार र दाइजोमुक्त विवाह नानाथोकी रामलेखवान र हर्षनारायण पुतली। यसमा चाहिँ दाइजो नदिने, काजक्रिया गर्नु नपर्ने मरेपछि, प्रगतिशील विचार छ, अन्तर्जातीय विवाह छ भनेर उल्लेख गरिएको छ। त्यसपछि भूगोल र सामाजिक विविधताहरू के छन् त? काठमाडौँ उपत्यकाको परिवेश हेरौँ। काठमाडौँ उपत्यका नेपालको ऐतिहासिक र सांस्कृतिक मुटु हो। यो क्षेत्र प्राचीन कला, वास्तुकला र नेवारी संस्कृतिको केन्द्रबिन्दु हो। यहाँ घना सहरीकरण र बाहिरबाट आएका मानिसहरूले बसाइसराइले गर्दा विभिन्न सांस्कृतिक र जीवनशैलीको सङ्गमस्थल बनेको छ भनेर हामीले बुझ्न सक्छौँ। हिमाल पहाड र तराईका मानिसहरू, हिमालमा शेर्पा गुरुङ, कठिन भूगोल, अद्वितीय जीवनशैली, पहाड, बाहुन, क्षेत्रीय, राई, लिम्बू, तामाङ, कृषि, विविध संस्कृतिहरू रहेका, तराईमा थारू, मधेसी समुदाय, उर्वर भूमि, व्यापार र औद्योगिकरण। अब नेपाली समाजको बहुजातीय स्वरूप, नेपाल 125 भन्दा बढी जाति समूह र 123 भन्दा बढी भाषाहरूले को सुन्दर सङ्गम हो भनेर हामीले बुझ्न सक्छौँ। यो भनेको पुरानो हो है त, जाति अहिले बढाइसकेको छ। 125बाट चाहिँ 142 बनाइसक्यो अहिले, र 123बाट नेपालमा 125 चाहिँ हामीसँग जाति भइसक्यो है त। नेपालमा भाषा भन्दा बढी जाति चाहिँ 142 भइसके होइन, भाषा चाहिँ 125 लगभग भइसक्यो भन्ने कुराहरू पनि आइरहेका छन् अहिले। यहाँ हरेक जाति समूहका आफ्नै विशिष्ट संस्कृति, चाडपर्व, वेशभूषा र परम्पराहरू छन्। यो विविधताले नेपाली समाजलाई समृद्ध र गतिशील बनाएको छ। यहाँ विभिन्न समुदायहरू एकअर्कासँग घुलमिल भएर बसेका छन् भनेर हामीले लेख्न सक्छौँ। अब निष्कर्ष र उपन्यासको सन्दर्भलाई बुझौँ है त। लास्टमा अन्तिममा एक चिहानको समग्र सन्देश उपन्यासले तत्कालीन नेपाली समाजका सामाजिक विकृति, गतिविधि र श्रमजीवी वर्गको जीवन सङ्घर्षलाई चित्रण गर्दछ भनेर हामीले बुझ्नुपर्छ। अर्थात् के बुझ्नुपर्छ मेन कुरा भनेपछि हामीले यो एक चिहानबाट समग्रमा भन्नुपर्दा उपन्यास के हो त? तत्कालीन समाज र नेपाली सामाजिक विकृति, गरिबी, श्रमजीवी वर्गको जीवन सङ्घर्षलाई चित्र गरिएको छ। गरिबहरू, पिछडिएका वर्गहरू, विभिन्न रूपले पछाडि परेका होइन दुर्गम क्षेत्रहरूका मानिसहरूको जीवनशैलीलाई चाहिँ के गरेको छ त? उल्लेख गरेको छ भनेर हामीले बुझ्न सक्छौँ। यो कृतिले परम्परागत मूल्य मान्यता र आधुनिकता बीचको द्वन्द्वलाई पनि प्रस्तुत गर्दछ भनेर हामीले बुझ्नुपर्छ है त। अर्थात् परम्परागत जुन सोच छ हाम्रो, दाइजो प्रथा, विभिन्न काजक्रिया गर्नुपर्ने, पैसा दिनुपर्ने बाहुनहरूलाई लगायतका थुप्रै यावत कुराहरू छन्, ती कुराहरूलाई नियन्त्रण गर्नुपर्छ, न्यूनीकरण गर्नुपर्छ भनेर भनिएको छ। वर्तमान समाज र यसको प्रासङ्गिकता वर्तमान समाज र यसको प्रासङ्गिकता हेरौँ। नेपाली समाजको बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक स्वरूप हो भनेर हामीले बुझ्न सक्छौँ। बहुजात भनेको धेरै जात, धेरै धर्म, धेरै संस्कृति छन् भनेर हामीले बुझ्न सक्छौँ। सामाजिक परिवर्तन र सङ्क्रमणकालीन चुनौतीहरू पनि रहेका छन् भनेर हामीले बुझ्न सक्छौँ। गरिबी, विभेद र मानवीय दुःखका आश्रित मुद्दाहरू रहेका, सामाजिक न्याय र समानताको निरन्तर सङ्घर्ष भइरहेको भनेर हामीले यस उपन्यासबाट सिक्न सक्छौँ। यति भन्दै भिडियो मैले अफ गरेँ है त।